नि झापामा कान काटेर म टिचिङ हस्पिटलमा टाका लाउँछु साँच्चै हो नि रियल हो नि यो सुन पनि मैले बालन लाने दिदी हो जित्यो भने जित्यो भने केटी बाले जित्नुहुन्छ फेरि अरू कुरा भन न केटी बाले जित्नुहुन्छ कसरी किन भन्नुभयो त्यसरी केटी बाले जब काठमाडौँ राजधानी विकास गर्न नसकेर उहाँ केटीलाई हराउँछु भनेर अर्को आफ्नो ठाउँमा विकास गर्न आएर केटीको उहाँ झापामा विकास गर्छ त्यसले त्यो त अब त्यसले काठमाडौँ पनि त विकास त गरिरहेको कसरी विकास गर्नु जनताको नामै बालन छ त कार्यकाल पुरा गरेर जान्थ्यो होला नि त त्यो कार्यकाल त पुरा हुन नपाइ चुनाव आयो त के गर्ने त्यो पनि त बुझ्नु पर्यो नि तपाईँले कार्यकाल त त्यही भयो त्यो त मेयर हो नि त काठमाडौँको त मेयर मेयर त हो तर ऊ त चाहन्छ नि प्रधानमन्त्री हुन प्रधानमन्त्री त ढलाकै यो जेनजी आन्दोलन गराएको त्यस्तै प्रधानमन्त्री हुनको लागि हजुरको कुरा सही हो नि कान काटेर फाल्नुहुन्छ कान काटेर फाल्ने म त बाले जित्नुहुन्छ केही बाले जित्नु कान काटेर फाल्छ ल ल ल कति गते 26 गते थाहा हुन्छ है 26 गते हैन 23 24 मै थाहा भइहाल्छ कति परिणाम आयो भने ढुक्क हुन्छ भाइ ल गाडी हाम्रो रत्नपुरको दिदी यस्तो हुनुहुन्छ Oh my God! Wow! Okay. सपोर्ट गर्दछु दुई दिए कि सरकार आउने भयो त दुई ल्याउनुस् कि पाँच ल्याउनुस् हैन तर आफ्नो पार्टीलाई माया गर्न पाइन्छ काम चाहिँ के गर्छ कान त काट्न तपाईहरु देश चलाउन पाइने मान्छे मार्न पाइने के अरे सियादरलाई चलाउन पाइने थोरै चाहिँ काट्नु ल दिदी मैले अर्को कान काट्ने त भने छैन थोरै चाहिँ काट्नु ल मेरो कान काट्ने भने छ हैन थोरै चाहिँ काट्नु ल फाइनल्ली भएको छ यो सुन चाहिँ के गर्ने त सुन्ने दिने भन्ने बालेलाई दिने हो ओ जलप लाग्यो हैन सुन्नु न दिदी के अहिले तपाईँ कान काट्नलाई टिचिङ जाँदै हुनुहुन्छ कि के हो हैन म टिचिङ जान्न तिमीहरूले राम्रो काम गर भोलि तिमीहरू राम्रो काम गर 2 महिना मैले 70 ढलाइदिन सक्छु फेरि तिमीहरूकै भाइ बहिनीहरू फेरि 70 ढलाउन जय नेपाल जय